साथीहरू अहिले चाहिँ हामी पर्चेसेसको पर्चेस सेक्सनमा छौँ। यहाँ चाहिँ तपाईँ स्ट्यान्डर्ड पर्चेस अर्डर हेर्न सक्नुहुनेछ र यहाँ पनि चाहिँ तपाईँ इन्फर्मेसन डाउनलोड गर्नलाई यो 3टा बटनहरू हेर्न सक्नुहुनेछ। यहाँ PDF, प्रिन्ट र CSV र यहाँबाट कुनै पर्चेस अर्डर क्रिएट गर्न चाहनुहुन्छ भने सिम्पली हामी यहाँ क्रिएटमा क्लिक गर्छौँ। त्यसपछि यहाँ बिल फ्रम सप्लायर्स, यहाँ सर्च सप्लायरमा हामी कुनै एउटा चुज गरेर त्यसपछि वेयर हाउस कुनै एउटा चुज गरेर पर्चेसको अर्डर नेम, रेफरेन्स, अर्डर डेट, कन्फर्म डेट सबै कुरा यहाँ हालेर अनि त्यसपछि यहाँ पेमेन्ट करेन्सी वा INR के रहेको छ, पेमेन्ट टर्म्स के रहेको छ, मार्केटिङ च्यानल के रहेको छ, स्टक ट्रान्सफर के रहेको छ, यो सबै कुरा यहाँ हामी चाहिँ फिल गरिसकेपछि यहाँ जेनेरेटमा क्लिक गरिसकेपछि चाहिँ हाम्रो नयाँ पर्चेस क्रिएट हुन्छ, नयाँ अर्डर क्रिएट हुन्छ। र एक्सन्समा तपाईँ यहाँ पनि हेर्न सक्नुहुनेछ। भ्यूको अप्सन यहाँ रहेको छ, एडिटको अप्सन यहाँ रहेको छ, अपडेटको अप्सन र यहाँ रहेको छ डिलिटको अप्सन। भन्नाले तपाईँ यहाँबाट स्ट्यान्डर्ड पर्चेस सेक्सनको इन्फर्मेसन भ्यू गर्न सक्नुहुनेछ। अनि त्यसपछि यहाँबाट एडिट गर्न सक्नुहुनेछ र यहाँ को चेन्ज पर्चेस स्टेटस लाई यहाँबाट हामी अपडेट गर्न सक्छौँ। जस्तै कि सुरु मेरो पेन्डिङ थियो र अहिले म अर्डर गरिदिएँ, त्यसपछि हामी यहाँ रिसिभ गरिसकेपछि यहाँ अपडेट गर्नुपर्ने हुन्छ हामीलाई। अहिले अपडेट भइसक्यो।